हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, एकदमै सन्चै फिट एन्ड फाइन छु। सो आज चाहिँ लोसार हो साथीहरू, ट्याक्क हैन। ह्याप्पी लोसार सबैजनालाई, ट्याक्क रमाइलो गर्नु होला। म चाहिँ जाँदैछु अब, अन्तिमसम्म जोडिनु होला। मज्जाले रमाइलो हान्नुपर्छ। केटाहरू तल छ। प्लेन क्रास भएको ठाउँ चाहिँ यही हो। पहिला नै त्यो 2000 कति 57 58 त्यस्तै सालमा होला सायद। आई थिङ्क, मलाई चाहिँ ठ्याक्कै याद भएको थिएन। म जन्मिएकै थिएन कि त म सानै थियो है, धेरै पहिला। यहाँभन्दा माथि चाहिँ तपाईँको भ्यू टावर, कालो पाण्डे डाँडा होइन, कालो पाण्डे डाँडा आउँछ। अनि त्यसपछि यता त्यो तलतिर गयो भने चाहिँ कलङ्की साइडतिर पुग्छ। यस्तो भयो। यहाँ चाहिँ समाधिहरू बनाएको छ होइन, यस्तो यस्तो टाइपको। अब म चाहिँ जाँदैछु, लाग्दैछु तलतिर। अब के हुन्छ होइन, बुढीलाई पनि लिन जानुपर्ने हुन्छ। सो जोडिनु होला है त साथीहरू। ल, ट्याक्क बुढीलाई नै भेट्यो। अब खाजासाजा ट्याक्क खाने, त्यसपछि जाने हो लोसारतर्फ। केटाहरूले कल गरिसकिदियो है, नाच्न जानलाई। अब जानुपर्ने हुन्छ साथीहरू। यति च्याट्ट खाएर हामी चाहिँ निस्किनु पर्ने हुन्छ। पुत भागिदिएर के बाइकबाट आएर थियो, रोड क्रस गरिदिएर ल्याम्मै साइडबाट ल्याम्न आएको। अलिक बुझौँ बाघ भन्नु नानु कुचिनेसी हानेपछि दौडिँदैन त दौडी छ। घरमै छ होला फोटो छैन।
कसको छ कहिले हुन्छ ल अन्त तपाईँको होइन बिल बुक देखाउनु न ढिलो त घरै जानुपर्छ सर कसरी तिमी त तपाईँहरूले देखेको छैन कहिले हामीले देखेको हो कि छोडिदिँदा हुन्छ त्यही मजाको हो क्या देखेकै छैन अब कसरी त्यहाँ भन्नु होइन भन्नु न हजुर देखेको चिनेको हो भने तपाईँहरूलाई तपाईँको देखाउनु भइसक्यो उहाँको भएको छ ल जानु त भएको जानु होइन हाम्रो त यस्तो भइरहन्छ नि हजुर त्यो त हुनु कसरी चिन्नु म तपाईँ भयो भएछ उहाँको ल साथीहरू आजलाई यति बाई बाई